2026 सालको झिङ्गेको छिर्दैछ। हाम्रोदेखि चाहिँ निकै टाढै पर्छ भन्दा नि जस्तै 45 ट्राफिक भएको लाग्छ। अनि उहाँ पुगेर चाहिँ टिकट लिएर गेटबाट बल्ल छिर्दैछ नि यस्तो बनाएको रहेछ गेट चाहिँ बनाएको रहेछ। अनि यहाँ प्र्याक्टिस गर्दैछ ठुलो पनि मिक्स गरेर नाच्दैछ। अनि हामीले निकै टाढा छ भोक पनि लागिरहेको थियो। साथीहरू सबैजना चटपटे चटपटे दामी छ हैन? साह्रै मिठो कस्तो टेस्टी छ, कस्तो दामी। त्यहाँ बसेर राम्रो खाएर नेपालमा पाउने हरेक चिज पाउने क्या अहिले धेरै राडीदेखि लिएर कुचो नाङ्लो हरेक चिज पनि पाउने क्या। अनि मान्छेहरू सबै बिजी दोकान घुम्नमा अरू भन्दा नि घुम्नतिर बिजी हुने क्या सबैजना। अनि घुम्ने त्यस पछाडि खुट्टा दुख्ने गरी हिँड्ने छोड्नु पनि गरी हाम्रो त निस्किने बाटोको छेउमा यता पर हो हाम्रो त। ल ल ल अहिले भेटौँ। ल अहिले फोन गरौँ। रात परिसकिसकेको थियो झन्डै 1 आवर लाग्छ त्यहाँबाट आइपुग्न। जाउँ भने हामी चाहिँ काठतिर लाग्यो। टेक वे पनि आज घर आउँदाखेरि यस्तो मिठो थियो। अनि लैजाउँ भनेर अनि फेरि बेलुका भएपछि त सेल पनि लगाउने कि अनि हेऱ्यौँ हामी चाहिँ बोकेर घाम